साथीहरू हामी चाहिँ ट्याक्टर खाना खालाइको चेक गरिदिउँ पूजा सामान किनिसक्यो। हेलो एभ्रिवान, वेलकम ब्याक टु आनिको च्यानल। आज चाहिँ हामीहरू कहाँ जान लागेको लागि बाटोबाट आएर भिडियो स्टार्ट गरेको। रातभरि पानी परेको जानुपर्ने बेला छ, त्यो पनि बाटो यस्तो छ साथीहरू हाम्रो। भिएमा भन्दा अलिक गाह्रो नै छ बाटो चाहिँ। यस्तो रातो माटो छ, एकदमै धेरै गाह्रो छ। रोडको त्यो बखर जस्तै हुन्छ साथीहरू। त्यसमा भलसर काटेको पनि छैन, त्यति झरेर आएको बाटो हो। हिजो अगाडि म चाहिँ कुनै पनि ठाउँमा चाहिँ हिँडिरहन्छु, लड्नुभन्दा त हिँडेकै ठिक। चढ लाई साथीहरू, हामी चाहिँ चाखलामा आइपुग्यौँ। चाखलाको चखलाको पनि यस्तै छ साथीहरू, खोलै खोला छ। माथिबाट त्यो बाढी आएर होइन ढुङ्गा जति छोडेर त्यो बखर भइरहेको छ बाटो, यस्तो छ। अनि यति ठुलो भएको मान्छे पनि गुलेले बोकेर हिँडेको छ त सँगै। बाँदरहरू आउँछ होला अनि। ए बाँदर त हुनु होला है, होला। त्योभन्दा आज बिग्रियो नि त अलिक। हो नि, आज त बरु फर्स्ट हामी नै हिँड्यो होला है यो बाटो। आफूले केही भयो भने त्यस्तो केही लाग्दैन। स्कुटरको एकदम माया लाग्छ। होला चाहिँ यस्तो छ होइन। अनि अब नयाँ नयाँ कपडा लगाएर निस्किनु हुन्छ यस्तो उयो जानुलाई, कति घुम्न जान। आज मात्रै होइन, अरू बेला पनि के। अनि त्यही भएर चाहिँ अनि अब खुट्टा टेक्दै गर्नुपर्छ। त्यही भएर थुनावाला चप्पल खुट्टा माथि कट्टु लगाएर भनिसक्नु छ। अब यसरी मान्छेहरू बाटो भएर यस्तो ठाउँमा अब उयो ढलान गरेको हुन्छ हुनसक्छ। अलि भयो नि ढलान भएको छ है, भत्किएको हेर्नु पानी परेर। यति पानी जम्मा भइसकेको छ। जिर्किलोको बजार, जिर्किलोको बजार नि सानो भयो नि एकदम राम्रो छ। साथीहरू यता माथिबाट चाहिँ पल्ला जान्छ, अनि यताबाट चाहिँ काठमाडौँ बनेपा सबै। अनि हाम्रो आफ्नो घर चाहिँ यो हो। पार्लर पनि छ, तपाईँहरू आउनु होला कुनै दिन। आजकल चाहिँ बिहानपट्टि खाली हुँदो रहेछ है। हामी चाहिँ 5 कलमा स्कुटर राखेर जाँदैछौँ साथीहरू। दिदी गाडी खाली रहेछ बिहानको त के गर्ने हुन्छ अब। जाने हो स्कुटर भनेर खोइ के गर्ने हो अलि थाहा भयो। सम्झन दिदी नि आउनु भएको छैन रहेछ। यसो मेकअप गरेर मात्रै जाऊँ भन्ने सोचिरहेको थियो ऐनामा। गरे हो अब त मेकअप। 5 कल बजार हामी त्यताबाट अब सम्झन दिदीको घरबाट। यो चाहिँ दिदीदेखि तल हुँदै माथिको घर पक्का छेवा हुँदै के गाडी हुँदै 5 कल जाने। नपुगेको बाटो छ। हामी चाहिँ सागामा आइपुग्यौँ।
छिन लागेको हेर्नुहोस् मेरो कपाल बाट्ने भनेको भ्लग बनाउँदैमा ठिकुरी भइसक्यो यहाँ अहिले म यता गाइजहरु है अब के गर्नु हामी पनि अब बागेर बस्नुपर्ने स्थिति छ अनि साट्नाले नि मान्छे दिन्छ तर 10 रुपियाँ कति रुपियाँ काट्दो रहेछ कि 10 रुपियाँ कि 20 रुपियाँ 15 रुपियाँ होला 100 रुपियाँ साट्यो भने हामी चाहिँ हिँड्दैछौँ मलाई यहाँबाट नयाँ कोइन किनेर देखेँ गिफ्ट ल हाम्रो आगीको लुगा चाहिँ यस्तो छ चाहिँ मलाई कराउनु भएको छ है लु किन नयाँ लुगा किन्नु भयो भनेर होइन के भन्नु नयाँ लुगा चाहिँ किनेको उहाँकै स्वीकृति पनि किने हो किन नै भनेर किने हो कतिमा अब कति भइसकेको थियो नआएको होइन दर्शन यताउति अब तपाईँ र म आएको बेलादेखि यो मैले बोलेको चाहिँ मामाको लागि हो तपाईँ र म आएको बेलादेखि आएको थिएन नि त होइन अनि त्यतिखेर राम्रोसँग दर्शन पनि गरेन तपाईँलाई राम्रोसँग थाहा छ अनि अब नरिसाउनु है हामी त आइडिएम पो पशुपति पार्क भन्ने यो भित्र छिर्नको लागि चाहिँ पैसा तिर्नुपर्छ जस्तो छ ए यही रहेछ यो पूजा सामान किनिसक्यौँ आगी र मैले देखाउनु आगीको पनि पूजाको सामान किनिसक्यौँ साथीहरू दुखेर हिल लगेर खुट्टा दुखेर छालो निस्किसकेछ मेरो चाहिँ केही छैन यतिको ठिकै छ एकदमै धेरै टाइट भएको थियो अनि त्यही भएर ए हेर्नु यो पशुपतिको पार्क भाइरल भएको ठाउँ चाहिँ यही हो दियो भने हामी यो भित्र छिर्ने ल दिन्छ ढिला भयो नि हो छैन यस्तो छ झोला ल्याङ गरिरहेको केही छैन जराले ल्याङ गरेको त्यतापट्टि नै जानुपर्ने तर म त कहिले गएकै छैन कि हो त्यो त हेर्नुहोस् आमा मान्छेहरू कति धेरै हुनुहुन्छ लाइन चाहिँ कतिसम्म छ थाहा भएन साथीहरू आइले चाहिँ एक नरिवल फुटाइसक्नु भयो फुटाइदिनु साथीहरू तपाईँहरू नि यही भिडियोबाट दर्शन गर्नु होला जानकीहरूलाई भेटेर होइन एउटा फोटो खिचौँ न त आइनी भनेर अनि सोनीले अनि मोबाइलमा चार्ज पनि सकिँदैछ साथीहरू अनि सकिन आँटेको छ नि त एकदमै धेरै लो नै भइसक्यो अनि लो भइसकेपछि त गाह्रो हुन्छ नि त अहिले चार्ज गऱ्यो भने त बनाइन्छ होला अब चार्ज गरेन भने त डाइरेक्ट घरमा पुग्छ होला होइन जहिले नि भिडियो बनाउँदा यस्तै हुन्छ कि साथीहरू है कहिले के हुन्छ कहिले हातभरि सामान भएर मोबाइल सामान फुर्सद हुँदैन कहिले अनि घरमा पुग्छ ला भिडियो बनाउनु पनि थियो बिर्सेछ यस्तै हुन्छ हेर्नुहोस् नि त्यही भएर के हुन्छ अब भिडियोलाई चाहिँ कन्टिन्यू गर्नलाई अब उयो हुन्छ कि हुँदैन एकछिनमा खाजा खाने ठाउँतिर मोबाइल चार्ज गर्नुपर्छ है नि साथीहरू हामी चाहिँ त्यो खाना खानाको चेक गरिदिउँ ल तपाईँ चाहिँ कति छिटो टोक्नलाई हतार भयो है साथीहरू हामी चाहिँ खाना खाएको होइन खाना खाएर मोबाइल एकछिन चार्ज गरेर अहिले चाहिँ मोबाइल चार्ज भयो है त्यही भएर भिडियो गर्न पनि पाएन सोनी लुरी बिचरा जाने गाडी कुरिरहेछन् साथीहरू
हामी चाहिँ आउँदा इभी गाडीमा अनि यता सामान कसको हो थाहा छैन हामीलाई। हामी चाहिँ पाँचखालामा आएर नि कटर सटर खाएर नि हेर्नु हाम्रो अस्ति त यस्तो राम्रले चिटिक्क परेर आज बजार आउनु भएको छ। अनि हाम्रो सम्झना दिदी यता हामी चाहिँ पाँचखाला आइसक्यौँ। म चाहिँ हात खुट्टा दुखेर म चाहिँ यसरी ओछ्यानमा पल्टिरहेको छु। अहिले एकछिनमा भेटौँला है त। हामी चाहिँ पाँचखालाबाट र साथीहरू अहिले चाहिँ हामी पाँचखालासहरू घरमा आयौँ। कति पस्नु मलाई लाजै ल्याइसक्यो अरे। सबैजना आउनु होला हाम्रो आजको पार्लरमा। यहाँ साथीहरू हामी चाहिँ चाखलाबाट नि मासतिर चढिसक्यौँ। भ्लग बनाउनै बिर्सिन्छ के हो बुझ्नै सक्दैन है आइनी के भनिदिनु नानीले। अनि त्यो त हो बाटो नराम्रो यहाँ हेरे जस्तो चाहिँ बाटो कदापि छैन है साथीहरू, कदापि पनि। फेरि अलिअलि ठाउँमा ढलानी गरेछ, यतिको भयो नि गरेछ भन्न नि मिल्छ त है, अरू भन्न नमिल्यो नि। ल साथीहरू अहिले एकछिन भेट्छु है त घर पुगेर। घरमा आइपुगेर फ्रेस भएर होइन कुखुरा चढाएर अनि त्यसपछि खाना पकाउँदैछौँ। यहाँ सोनी गोलभेडा काट्दैछ साथीहरू, गोलभेडा काट्दैछ। हाम्रो किचन चाहिँ यस्तो छ है साथीहरू। यहाँ चाहिँ दाल पाक्दैछ भने यहाँ लौका। साथीहरू आज चाहिँ हामी मन्दिर गएर आएको, त्यही भएर आज चाहिँ मासु खाँदैनौँ हामीले। त्यही भएर हामी चाहिँ लौका दाल अनि अचार अनि भात पकाइसक्यौँ। भात चाहिँ पाक्दैछ। साथीहरू हाम्रो भिडियो चाहिँ यहीँ सकिन्छ। यो चाहिँ मेरो युट्युब च्यानलको लागि फर्स्ट भ्लग हो होइन। फेसबुकमा जसरी सबैजनाले माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला होइन। हामीले चाहिँ अब डेली भ्लग पोस्ट गर्ने कोसिस गर्नेछु साथीहरू। बाई बाई, गुड नाइट।